गाइज है अब यो खोलाबाट सुरुरु बाइक लाने हो हामीले। जुत्ता खोल्नु पर्छ पर्दैन पर्दैन ल है त गाइज। ओ माई गुडनेस ल है यता छ है चलाम। ओम नमः शिवाय। ल के को रेकर्ड तोड्यो अरे दाइले अङ्कलले? ए के को रेकर्ड तोड्यो भनिदियो त के को प्राइस स्टोरको पुसअपको ए ल हामी चाहिँ गरिदिउँ न त सही हो ल। दुईटा खोला तरेर होइन त्यहाँ माथि बिना पुलको खोला तरेर भोट हालेपछि त बत्तीले हाल्नु पर्यो। ल ठिक छ बुवा भोट केमा हाल्ने बाबु यसपालि भोट अब घन्टीमै हाल्नु जस्तो लाग्छ मलाई। धेरै पार्टी हेऱ्यो धेरै पार्टी चाख्यो होइन यो मालानी थियो तारान थियो मालानी थियो अहिले घन्टीलाई दिने बाबु। ल सक्यो त यति भइसक्यो ल त्यसो भएदेखि। हेलो गाइज म अहिले छु यहाँ होइन मेरो गाउँमा आएको छु अहिले। सो म चाहिँ भोट हाल्न आएको छु अब जाँदैछु अनि यहाँको बाटो चाहिँ यस्तो छ म देखाउँछु होइन सबै इन्क्लुड गर्छु। सो अल द वे टु भोट हाल्ने डेस्टिनेसन एकदम माथि छ होइन। सो अल्सो एभ्रिथिङ। सो मैले चाहिँ बिच बाटोमा आएर भ्लग बनाउनु डिसाइड गरेँ। सो द्याट्स द थिङ गाइज लेट्स गो फर द भोटिङ है त। ओके गाइज सो पन्जा सन्जा लगाऊँ होइन। त्यो प्लास्टिक उसमा हाल्दा ब्यागको साइडमा हाल्दा ल। बाटो चाहिँ होइन यस्तो छ भनेर ल बस 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 पुरै गाडीमा रहेछ बाइक त। जुत्ता चाहिँ पुरै धुच्छ हुन्छ जस्तो मेरो। ल है गाइज हामी जाँदैछौँ भोट हाल्नलाई सरर बुलेट बाइक चढेर। ओके बाटो त यस्तो डेन्जर छ यहाँबाट है। मेरो फेरि यो बाइकको क्लियरेन्स पनि एकदम कम छ मैले ठोकिन्छ जस्तो लागिरहेको छ। अब यहाँ चाहिँ खोला तरै जानुपर्छ। खोलामा पुल पनि छैन खोलामै बाइक चलाउनुपर्छ हामीले। मुस्ताङ चाहिँ जान्छ। ओह माई गड ल गाइज है अब यो खोलाबाट सुरुरु बाइक लाने हो हामीले। जुत्ता खोल्नु पर्छ पर्दैन पर्दैन ल है त गाइज। ओ माई गुडनेस ल है यता छ है चलाम। ओम नमः शिवाय। ल सरर ए डेन्जर यार। ओ माई गडनेस ए आइयो है आइयो ट्रट। ल बस 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 बसिस ओके है खोला पनि तरियो है मस्त गाइज 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 गाइज। अनि अब मैले भिडियो हाल्दासम्म त भिडियो भोट त सकिसक्छ होइन। कसले जित्छ भन्ने पनि थाहा भइसक्छ होला। के हो कुरो भन्दाखेरि भोट चाहिँ चट्ट मिलाएर हाल्नुपर्छ होइन। भएर बाटो चाहिँ धराब हो के खत्रै धराब हो यार। अब यत्रो वर्ष बाटो बनिसक्यो होइन। यो पिच गर्दै भए चाहिँ म अब पहिलाकै पार्टीलाई भोट हाल्थेँ होला। अब बाटो पनि पिच गर्दै छैन है के भोट हाल्नु। यसपालि नयाँ पार्टीलाई भोट हाल्नुपर्छ। हेलो कति बेला जाने माथि? ए ल ल ल ल हामी जाँदै गर्छौँ। ओके ल है त हामी चाहिँ सरर यहाँ भ्लगिङमा भोट हाल्दैछौँ है। ल ल ल हेलो
हाई 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 ठिक छ सन्चै हुनुहुन्छ कति बेला जाने माथि हो कति बेला जाने हो ए हो ए के को रेकर्ड गरेर भनिदियो त के को फ्रन्ट स्टोरको पुसअपको ए ल हान्छ गरिदिउँ न त सही हो ल ल ए सबलाई थाहा छ है ल हामी जाँदै गर्छ है त ल यो हो नि त तरिका होइन मेरो घर चाहिँ आइसकेको छैन अझै पनि होइन अब यहाँ अर्को खोला पनि छ है गाइज के छ अर्को खोला पनि छ है यहाँबाट पनि जान्छ होला है बाइक त माथिबाट ठिकै छ हामी तलैबाट जाऊँ है ओइ 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 सही हो नाइस दुईवटा खोला तरेर भोटाला जाँदैछु है अब भोट त खेर फाल्नु भएन यस्तो हो नि त कुरो दुईवटा खोला तरेर होइन त्यहाँ माथि बिना पुलको खोला तरेर भोट हालेपछि त गतिले हाल्नु पऱ्यो जसलाई पायो त्यसलाई हालेर भएन त्यसो हुनाले चाहिँ हामी आज चाहिँ चट्टा लगाएर गएर घन्टी बजाउँछौँ कसको घन्टी बजाउनु चाहिँ त्यो बिस्तारै थाहा हुन्छ होइन सरार लाएर त्यही हो तर मलाई चाहिँ होइन धेरैजनाले वर्ल्ड रेकर्ड भन्दा पनि प्रनिस स्टोरको पुसअपबाट चाहिँ चिन्दो रहेछन् होइन किनभने त्यो अब लोकल खालको भयो नि त त्यसले गर्दाखेरि पनि होला सायद धेरैजना भाइहरूले चाहिँ प्रनिस स्टोरलाई धेरै फलो गर्ने भएर होला अनि त्यो भिडियो पनि एकदम भाइरल गएको छ क्या लाइक मेरो पेजबाटै 3 मिलियन भ्युज गएको छ भनेपछि अलमोस्ट धेरै मान्छेले हेरे होला 3 मिलियन भने त 30 लाख हो नि त नि अनि 30 लाख भ्युज भने इट्स नट अ जोक के सो धेरैजनाले याद गराएछ अनि मेरो पेजबाट है त्यो चाहिँ प्रनिसको पेजबाट त 10-15 लाख गयो होला टोटलमा ट्याक्क लाएर यहाँबाट तल चाहिँ नि त्यो चाहिँ स्कुल है मेरो है यो चाहिँ अनि यहाँ माथि चाहिँ घर थियो पहिला अहिले भत्क्यो अहिले पनि घर छ नयाँ घर पनि छ होइन सो हामी चलौँ भाइ चलौँ लग हान्दै होइन सो त्यही हो कुरो द्याट्स द पोइन्ट सो यो चाहिँ मेरो अर्को घरमा आइपुगेँ म चाहिँ होइन टक्क लाएर यहाँबाट हेलो आइपुगेँ ए हो ए शुभम नमस्ते के छ सुगम ए के छ अङ्कलहरू ठिक छ लगाइज यो चाहिँ मेरो घर हो है ल आजको कति बेला जाने हो त नि अनि गाई चाहिँ यो चाहिँ नि यहाँ पहिला मेरो घर थियो कि हाम्रो अहिले चाहिँ भत्काएर मकै उम्रिरहेको छ यहाँनिर यो पनि मेरै घर हो होइन हाम्रै घर हो सो द्याट्स द थिङ होइन अब चाहिँ हामी लाग्छौँ भोट हाल्नतिर ठिक छ एकदम गुड किन कस्तो भिडियो गर्नु मैले अहिले भर त्यहाँबाट खिचेर आएको ओके गाइज सो वी आर रेडी फर द थिङ ल भनिदिनु त भोट केमा हाल्ने
अब यसपालि हाल्ने हो बाबु घन्टीमै हाल्ने हो हो सकियो नि ल ठिक छ बुवा भोट केमा हाल्ने बाबु यसपालि भोट अब घन्टीमै हाल्नु जस्तो लाग्छ मलाई धेरै पार्टी हेऱ्यो धेरै पार्टी चाख्यो होइन एमाले दियो तारान दियो माओवादी दियो अहिले घन्टीलाई दिने बाबु ल सकियो त यति भइसक्यो ल त्यसो भएदेखि तपाईँ केमा हाल्ने भोट भन्नु त ल म घन्टीमा हाल्ने छोराहरूको एकदम पुरा गर्ने हो ए ल ल ल ल सक्यो सबजना म पनि केमा हाल्ने भोट ल भन्नु घन्टी पार्टी जिन्दाबाद के हो रे घन्टी पार्टी अनि जिन्दाबाद अहिले भएर सूर्य भने होइन खै के भन्छ भनेर मन चोर्या नि त ल ल ल ल ल अन्टीले अस्तिको स्थानीय तहमा हाल्नु भएको थिएन यहाँ थिएन त्यो भए चाहिँ खोइ अब हेर्नै पर्छ ओपनै भएन त्यो सर्भरै हेर्नै नमिल्ने अहिले ल लगाइसकेपछि चाहिँ हामी भोट हाल्न जान्छौँ लेट्स गो ल बाई बाई घन्टी बजारै आउने हो ल ल ल ल ठिक छ ल भन्छ यसको पनि भोटर आइडी भयो घन्टीमै हाल्थ्यो यसले पनि अन्त ओए के छ ल राम्रोसँग हिँड्छौँ अङ्कलको भोट केमा हो अङ्कल केमा हो भोट हो ए ट्याक्क बिचमा हाल्ने दायाँ बायाँ होइन त्यो तल माथि चिन्ह नछोइकन त्यो घन्टी भन्दा यतापट्टि साइडमा काहीँ नचिन्नु ट्याक्क बिछाएरै हानेर राम्रो छ यस्तो र यस्तो गरी पट्याएको ठाउँमा नि लतपत नहुने गरी पट्याएर टक्क हालेर आउने सही मम्मीलाई आउँछ कि आउँदैन सिकाउनु पर्छ भोट हाल्न कसरी सिकाउनु त्यही हानेर एउटा पेपर ल्याउनु त सिकाइदिन्छु म अब त्यहाँ भिडमा कहाँ मलाई एउटा पेपर दिनु पेपर भए पुग्छ कसरी पट्याउनु भने सिकाइदिन्छु म त्यो पर्दैन दिनु त ट्याक्क लाएर यहाँ यो के को फोटो छैन लेखाइन अब यहाँनिर चाहिँ नि अब कहाँ हुन्छ थाहा भएन घन्टी चाहिँ हुन्छ होइन ल हेर्नु यहाँ यसरी यहाँ कोठा कोठामा हुन्छ है यहाँ हेर्नु अनि कोठा कोठा हुन्छ ट्याक्क हेर्ने यहाँ यसरी साइडमा यसरी यहाँ चिन्ह हुन्छ यहाँ रुख हुन्छ यहाँ सूर्य हुन्छ यहाँ घन्टी हुन्छ यहाँ के हुन्छ होइन अब के गर्ने भन्दाखेरि ट्याक्क त्यहाँ स्ट्याम्प हुन्छ स्ट्याम्पमा यसरी चोप्ने एकचोटि अनि यहाँनिर घन्टी छ भने हो यहाँनिर पारेर यता दायाँ बायाँ नलाने ठ्याक्क घन्टीमा नछुने यहाँ यसरी ट्याक्क एकचोटि थिच्ने बेस गरी अनि निकाल्ने यसरी हो हो जति लगायो अनि छोडिदिने अब फेरि दोहोऱ्याएर नलाउने यसलाई यसरी राख्ने अब यहाँ भएपछि ठ्याक्क त्यहाँ छ त्यसको ठ्याक्क मुनिसम्म यसरी पट्याउने हो ल हेर्ने यहाँ यस्तो छ घन्टी भयो हो यहाँ घन्टीमा भोट हाल्यो ट्याक्क लाएर यसरी पट्याउने त्यो मुनिसम्म त्यो भयो भने यतातिर लाग्दैन यहाँ त खाली छ यहाँ खालीमा त लाए पनि के हुँदैन ट्याक्क यस्तो गर्ने यसरी लाउने पट्याउने यसरी अनि चट्ट बक्समा हालिदिने ल ल ल फास्ट एन्ड फरवर्ड ल यति भएपछि पुग्यो यति भएपछि मेरो कर्तव्य पुरा भयो अब चाहिँ म लागेँ होइन है
ल है त बुवा मिलाएर भोट हाल्नु मेरो पर्स लिएर आउनु पर्ने साँच्चै ब्यागमै थियो छोड्दै होस् अब भोटे कि भनेर तर पनि होइन अब हामी ओहो 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 के हो बाटो त यार पुरै बाइक त लड्न खोज्छ त मेरो तलको इन्जिन गार्ड चाहिँ पुरै ध्वस्त भइसक्यो ढुङ्गाले गरेर अब चाँडै नै हेलमेट पनि चेन्ज गर्नेवाला छु हेलो भोट हाल्न जाऊँ साथी हो यहाँ अर्को सुतिरहेको छ यार भोट हाल्न नगएर यार भोट हाल्न जानु पर्दैन कहाँ सुतेको यहाँ पनि घरमा चाहिँ पुरै ढोका लाएर भोट हाल्न जानुभएको छ यो घरको पनि त्यही जानुभएको छ भन्ने अब हामी विश्वास गरौँ गाडी पनि आयो अर्को लट मान्छे बोक्न कि के गर्न आएको हो त्यो थाहा भएन चलौँ है चलौँ हामी ओके यहाँबाट मास्तिर चाहिँ कालिका मन्दिर जान्छ हाम्रो बाटो होइन यहाँबाट चाहिँ हामी अब भोट हाल्न अदोबारी जाँदैछौँ है बल्ल यहाँबाट चाहिँ ढलान रहेछ ल बाटो कहाँसम्म हो चाहिँ थाहा छैन लगाइ यति चाहिँ भए रहेछ ल यति चाहिँ ढलान भए रहेछ यो विषय ठिक छ ओके अङ्कलले भोट हाल्नुभयो ए ल बधाई छ ल ट्याङ्गै ल हामी पनि भोट हाल्ने डेस्टिनेसन आइपुग्न लाग्यौँ ए ल ल ल नमस्ते भोट हिजो बेलुका आएको ल दिँदैन अब बाइक त राखिदिन्छ होला हौ त्यहाँ ए ओके ल है त अब जाँदा दिँदैन भन्छन् मिल्छ कि मिल्दैन त हामी जाँदा बाइक त राख्न दिन पर्ने हो जाऊँ न जाऊँ कहाँसम्म जानु मिल्छ त्यहीँसम्म जाऊँ न हामी भोट हाल्नु भयो त आमाले भोट हाल्नु भयो छैन अब हाल्ने ल ल हालौँ हालौँ ए हालिसकेको ल ल ल दिम ल यहाँ चाहिँ मान्छे टनाटन छन् है लाइन सो बाइक चाहिँ हामी यतातिर राख्छौँ किन यहाँभन्दा उता जानु दिँदैन भन्ने कुरा छ तल पनि छ मिल्छ गाइज मिल्छ जहाँसम्म मिल्छ हामी त्यहीसम्म जान्छौँ भोट हालेर आउनु भयो ल ठिक छ जित्छ नि तपाईँले भोट हालेको ठाउँमा तपाईँले भोट हालेको पार्टीले जित्छ नि तपाईँले भोट हालेपछि त जित्छु भनेर हाल्नु पऱ्यो नि त नि हो ल ल ठिक छ होइन अब केमा भोट हाल्यो भनेर त सोध्नु त मिलेन तर अब यसो अलिअलि विश्वासको मत त लिउँ न ल चट्टै लगाएर हामी यहाँ बाइकले कपाल त उडै छ त मेरो त के हो पुरै यो समात त ल सो ल हामी चाहिँ डेस्टिनेसनमा आइपुग्यौँ बाइक त्यहाँ राखेछौँ अनि अब चाहिँ हामी भोट हाल्न जान्छ अनि हाम्रो त एमाले नि त नि एमालेलाई सिरियस छ भनिदिएर नि त के छ ठिक छ एनिवे सो जसले जे भने पनि भोट चाहिँ त्यसमै है भनेर भनिदियो घन्टीमै सो द्याट्स इट गाइज यो के छ भोट हालियो छैन नि बाँकी छ अब
बाँकी छ अब कतातिर हाल्ने विचार छ त्यही नि भोट त ए त्यही हो नै पर्दैन त्यही भनेपछि सक्यो त यहाँ हाम्रो केटाहरू त्यही अन्त भोट त्यही हो सबै त्यही हो ल पाइयो ओके गाइज सो टु हट त्यहाँ केही छ कि जसलाई आज चाउचाउ खाइदिनु पर्ला आज चिट मिल भने त नभनौँ होइन त्यस्तो स्ट्रिक्ट त हुँदैन बट स्टिल लेट्स इन्जोय द मोमेन्ट फर नाउ पसिना आइसक्यो यार घामले एनिवे हाल्नुभयो बुवाले भोट हाल्नुभयो नि ड्याङ कि ड्याङ हाल्यो भने ए ल ठिक छ ल बधाई छ त्यसो भएदेखि तपाईँलाई ल छ मैले यहाँनिर यो चाहिँ लाइन छ त्यस्तो धेरै मान्छे चाहिँ आएको छैनन् आज होइन सो यहाँबाट चाहिँ हुँदैछ छिराउने काम लाइनमा त्यस्तो चाहिँ यतिको छ है यहाँको दृश्य ल यतिको चाहिँ हुनु पऱ्यो है तपाईँले मान्छे चाहिँ छैन अलिअलि सो यहाँ तल छ क्या हाइवे त सो हाम्रो घर चाहिँ योभन्दा डाँडाको उतापट्टि हो सो हामी उता पारि जाऊँ होला अब ल यता आउनु त यता आउनु के छ हालखबर ठिक छ एकदम बढिया हालियो भोट ए परिवर्तनको लागि ढुक्क खै 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 कहाँ हाल्यो होइन मैले हालेँ आमाको हालिदिएँ मैले ए ल ल ल ल ल ठिक छ सो उता रमाइलो हुँदैछ घामले पोलिसक्यो लास्टै सो अब हामी लाइनमा बस्छौँ त्यसपछि भोट हाल्छौँ त्यसपछि घर जान्छौँ नो दायाँ बायाँ ओके लेट्स गो केटा अनि भोट चाहिँ केमा हालिस् त भोट ढङ्गमा हाल्यो हो ल ठिक छ सो वी विल गेट फोकस गऱ्यो बल्ल गरेर भोट हालियो खै तेरो हात देखा त दबाएर अब केमा हाल्यो चाहिँ थाहा भएन त्यो होइन दबाएर भोट हालियो होइन मजाले भोट बदर त हुँदैन नि तेरो लगाइ भोट पनि हालियो होइन अब केमा हाल्यो भन्ने कुरा चाहिँ अब त्यो भन्न नपर्ला है मान्छेको लाइन टन्नै छ अहिले चाहिँ सो मेनी पिपल्स अराउन्ड हियर अब चाहिँ धेरै नबसौँ होला गइदिइहालौँ हामी म एकचोटि यहाँ भोटर लिस्टमा आन्टीहरूको सेक्सन चेक गर्छु एन्ड आफ्टर आल हेड टुवर्ड्स द होम